लाइसेन्सको फर्म भर्न आज म यातायात कार्यालयतिर जाँदैछु। बिना लाइसेन्स गाडी चलाउन धेरै नै गाह्रो छ। यदि कतै एक्सिडेन्ट भयो र आफ्नो गल्ती छैन अरूको गल्ती छ भन्दा पनि आफ्नै गल्ती देखिन्छ। त्यसै कारणले म आफ्नो पक्का काम र क्लियर काम गर्नलाई म आज यातायात कार्यालय जाँदैछु लाइसेन्सको फर्म भर्नलाई। बायोमेट्रिक्सको लागि यातायातमा मेरो आज भिजिट डेट थियो। मैले 10 बजेतिर यातायात कार्यालय पुग्नु थियो। पछि लेट भयो भने भिड पनि धेरै हुन्छ अनि त्यसपछि काम पनि धेरै ढिला हुन्छ। मैले यातायात पुग्दा 9 बजेर 55 मिनेट भएको थियो। फर्स्टमा त मैले मेरो साथीको पसलमा जानु पर्ने छ किनभने चाहिँ मैले आफ्नो साथीलाई लाइसेन्सको फर्म भर्न उहाँको पसलमा दिएको थिए। ल राजा आज मेरो बायोमेट्रिक्सको डेट रहेछ, मेरो फर्म निकालिहाल्नु छिटो भने। अनि हाम्रो राजाले पनि नागरिकताको फोटोकपी गरेर मजाले त्यो फर्ममा टाँसेर दिनुभयो। अब म जाँदैछु यातायात कार्यालय भित्र। लाइसेन्सको फर्स्ट प्रोसेस भनेको मेडिकल हो। मेडिकलमा आँखाको हेराइ कमजोर छ कि छैन भन्ने कुरा चेक हुन्छ। आँखा चेक गराएर आफ्नो मेडिकल रिपोर्ट लिए अनि त्यसपछि अब म जाँदैछु आफ्नो बायोमेट्रिक्स गराउन। मेडिकलको रिपोर्ट त छिटो आइसकेको थियो, यता बायोमेट्रिक्स पनि छिटो भएर निस्किमला काममा सोचेको त कहाँ आउनु। अनि साँच्चै आज दाइसँग पनि भेट भएर धेरै खुसी भएको छु म। कारको लाइसेन्सको लागि दाइले एप्लाई गर्नु भएको थियो, त्यही भएर म बायोमेट्रिक्सको लागि आउनु भएको थियो। बायोमेट्रिक्स त सकियो तर घन्टौं लाइन लागेर अब मैले दस्तुर बुझाउनु छ। बढी हैन 1-2 घण्टा लाइनमा लागेर मजाले दस्तुर बुझाइयो। अब म जाँदैछु राधे राधे अनलाइन सेवा साथीको पसलमा। दिनकै 10 चोटी कल गरेर साथीलाई चाटेर काम गराइदिनु, मेरो काम गराइदिनु भनेपछि त अब पेमेन्ट दिनु पर्यो। फर्म फिल गरेको 500 रुपैयाँ भन्नु भएको थियो तर डिस्काउन्ट गरेर मलाई 400 रुपैयाँमा गरिदिनु भयो। आजको लागि यहीसम्म। थ्यांक्स फर वाचिङ। सब्स्क्राइब।